बक्ला थियो नि त बक्ला भन्ने नेपालमा बुझ्दैन भनौँ न डबल टाइपिङ ट्रिपलमा किन त्यस्तो निकी जस्तो के नेपालको प्रब्लमै हुन्न बङ्गरा जान्छ हजुर बङ्गरा झार्छ नि फेरि मैले त्यहाँ भन्दैछु नि फेरि त्यहाँ ए अगाडिको त पहिले झरेको पछाडिको झार त के फरक पर्यो झार्न बैठ झार्दा हुन्छ के पनि बोल्दै थिइन् के पनि बोलिरहनु भएको थियो खुब मस्किँदै बोल्दै हुनुहुन्थ्यो अरे त अनि अघि त मस्क्यो त साला यो दाँत बिनाको जिब्रो यसो मुस्क बोल्ने बित्तिकै हाँसेको देख्दो रहेछ मस्क्यो भने के को मस्किने होला यसो हाँसेर बोल्यो भने मस्केको देखिँदो रहेछ साला मलाई कमेडी बनाइरहेको छ दाइहरूले समाचार आउँछ नि यहाँ फलाइ फेरि भने समाचार आइहाल्छ नि यहाँ समाचार आउँदैन खुब मस्किने होइन खुब 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 मलाई मात्र भन्ने ल ल ल कडा रिसायो रे 10 रोज 10 रोज 10 वटा रोज रहेछ 1300 जनाले गाइज 1300 जना 10 वटा फुल त छ होला दाइहरूको यार 5 जनासँग होला जब फुल त हो 5 जना दाइहरूसँग छ होला 10 वटा फुल त यार थ्याङ्क यू सो मच मैले बोलेको एन्सर दिने अहिले पुरै हाल्छ फेरि भन्नु नि त सुनेको भन्नु लाटी मैले मलाई मात्र भन्ने मलाई मात्र कराउने मलाई मात्रै यताउति मस्किने यो कान्छा बेबी हो भने अहिले कोसँग मस्केको कोसँग चिप्ले बसेर बोलेको मस्केर बोलेको फिलिपिने त देख्नै नहुने होइन हेलो एक्सक्युज मी भनेको इङ्ग्लिसमा हो सुन्नुस् त तिमी म यहाँ आउनु भन्दा पहिला कोसँग थियो साला कुन्चेर बममै जुट हाले चारजना थियौँ 4जना थियो थ्याङ्क यू फक मी 4जना त देखिरहेको थियो क्या ट्याप ट्याप गर्नु नै केटा हो 12 36 हुन्छ हाम्रो ट्याप ट्याप के हो यो ट्याप ट्याप गर्नु डराउने केटा लास्ट यहाँ म यार बेरिङ्गा अहिले लास्ट भन्छ नि यहाँ मलाई यहाँ प्रश्न चाहियो यहाँ बेरिङ्गा यत्रो 1200-1300 जनाले लाटो कसे जस्तो मात्रै हेर्छन् ट्याप ट्यापै गर्दैन यो खसाउ न के भन्दो रहेछ थाहा हुन्छ क्या त्यसपछि ट्याप ट्याप चाहिँ गरौँ न 42 सेकेन्डसम्म यार यो क्या हो र यो हमारा यति भने छि त थोते मक्खै भन थोते मक्खै हुनेवाला मान्छे थियो गाउँदै आउने हैन गीत गाउँदै आउने हैन गीत गाउने मलाई एन्सर जवाफ चाहियो मलाई बेरिङ चेक गर्दै बेरिङगा भनेको के चेक गरेको खुब चेक गर्ने भइसक्यो है अहिले त लाइभमै थ्याङ्क यू फक मी कहिले के चेक गरेछ र बेरिङगा पनि चेक गर्दै थियो बेरिङगा भनेको के हो के चेक गरेको फिलिपिने तरुण त देख्नै नहुने हैन फिलिङ्गे भने होला फिलिङ्गे मलाई थाहा भएन खुद चेक गर्दै थियो अरे त नि किन चेक गर्ने हो र कुञ्जी राणाहरूले उता फेरि कुरा काट्न जाँदो रहेछ क्या हो र त साला तेल छैन कपाल ठाडो गरेर आउँछ है माया
अहिले तेल ठाडोको कुरा होइन अहिले चाहिँ के बिरिङ्गे चेक गरेको किन चेक गर्ने हो र नचिने फेरि ठाडो पारे नि म ठाडो पारिदिइहाल्छु नि पछि किन ठाडो पार्नु पर्यो अहिले मेरो अगाडि चाहिँ पर्दैन जस्तो हो त्यस्तै राख्नु त्यो कोरे फिलिपिना केटी त देख्नै नहुने तरुण त घरि ब्याग बोकेर हिँडे हा घरि बिरिङ्गे चेक गरे हा कसले बिरिङ्गे चेक गरे थियो कसले भन्यो त्यहाँ गएर कहाँ जानुभयो आज कहाँ जानुभयो हजुर आज कहाँ जानुभएको थियो के थाहा तपाईँलाई तपाईँहरूको जस्तो यस्तो हो नेपालमा जस्तो फ्रिडम हुन्न जुरुक्क उठ्ने बित्तिकै 6 बजे ड्युटी अनि बेलुका मैले बुझेँ ड्युटी जुरुक्क उठे ड्युटी जानुपर्छ भन्ने कुरा बुझेँ आज छुट्टी थियो कि थिएन के को छुट्टी खुब ठिक थियो अरे त गाडीमा गीत बजाउँदै सर्ट भन्दै हो त्यो त हो पाएसी त नि मतलब भाग्यले साथ दिएपछि अब क्यामेराको अगाडि आएपछि अनि भगवानले दिएको पाएपछि भनौँ मलाई मात्रै भने म त बोली मात्रै उ त नजिकै बसिरहेको त्यही अगाडि राख्ने आफू ड्राइभर यस्तो गर्ने यहाँनिर राख्ने मस्त है मस्किने अझ नम्बर पनि दिने अरे पक नम्बर त अहिलेसम्म तिम्रो पनि मागेको छैन पक नम्बर नमागेको मान्छेले त यत्रो अधिकार जमाइरहेको छ नम्बरै माग्यो नम्बर पनि बाँड्ने भयो होइन त अब जाने होला भेट्नलाई होइन जिन्दगीमा तिम्रो नम्बर त मागेको छैन मैले अहिलेसम्म अब ड्राइभरलाई ड्युटी गरे जस्तै हाग्ने यता छेउमा राख्ने अनि गफ गर्दै छेट भन्दै हान्ने मात्र होइन हान्ने पनि हुन्छ गियर सियर हान्नु पर्यो हाँगेर मात्र हुन्न बटाट्ने यताउति मात्र होइन हान्न पनि पर्छ गियर गाडी त्यसै बच्छ र अगाडि गियर नहानी ती थिचेर मात्र हुन्छ एक्सिलेटर अनि एउटा कुरो गाडीमा राख्ने घुमाउने हात पनि यताउति चलाएको थियो अरे हो हात पनि चलाउँछ अरे तपाईँले हो स्ट्रिङ कसले चलाउँछ त मुखले गर्ने हो मैले गाडीको स्टिङ भनेको होइन तरुनी फिलिपिना एक छेउमा राखेर तरुनी फिलिपिनालाई खुब हात पनि चलाउँछ अरे त नि के हो कुरो हातै चलाइन मैले यहाँ सबै खबर पाइसकेको छु नि हेर फेरि मैले भनिरहेको छु नि भर्खर मैले जानेको छु तिमीले कुची अधिकारले यत्रो रमाएर बोलिरहे के अधिकारले त्यत्रो थर्काइरहेको के साला आमाले भन्दा धेरै न तिम्रो नम्बर छ न तिमीसँग लाइभमा भन्दा अरू ठाउँमा बोल्छु म व्हाट इज प्रब्लम के समस्या हो तिम्रो यो चुपचाप बसेपछि हेप्छै भनेको साँच्चै हो रहेछ यार झन् सुन्छु झन् बोल्छन् झन् सुन्छु झन् बोल के भएको यो तिमीलाई मिर्गी रोग लाग्यो हो आज आएर बल्ल प्रष्ट भयो थाहा भयो माया गर्दैन रहेछ भन्ने कुरो अब खुब मुखले चिप्ले घस्न मात्रै जान्ने नि त के को माया कुन जातको हो यो भने तामाङ जातै पर्छ बेहोरा त फेरि यो बेला सफरको जस्तै छ मुद्दा मात्रै हाल्न जान्छ मायामा पागल हुनु भएको क्या हो भन्न त्यस्तै लाग्यो मलाई अनि तिमीलाई किन यो खस भइरहेको त्यो काउसाको घारीमा घाँस काटेर आज जस्तो
एक मुठा तपाईले पो माया लाग्दैन त तपाईले पो वास्ता छैन त व्यस्त छैन त तपाईले पो माया लाग्दैन मलाई त लाग्छ नि मलाई त वास्ता छ नि तपाईले पो चिन्दैन त को छोड्दिन्छ भन्ने कुरा गर्छ त म त माया गर्छु नि त नि किन दाया बाया गरेको को फिलिपिनो भने जस्तो मक्खै हुने हैन पख यो भिडियो रेकर्ड गरेर राखै केटा अब मेरो लगभग 13-14 वर्ष बाँकी छ कटारीको भाइ बाँकी नराख है भनेपछि आपो दादा कहाँ बाँकी राख्ने हो र हड्डी पनि छोड्दिनु मैले त तपाईले कहाँ माया गर्नुभएको थियो केमा माया गर्नुहुन्छ हजुरले मलाई ए माया पनि कहाँ गर्छ केमा गर्छ कता गर्छ त्यो सबै देखाउनु पर्ने होला हैन मैले खोलेर देखाउनु पर्ने मैले लातकलुतुक गरेर हेरौँ न त अब मैले भिसी त भन्दिनँ देखाउँछ भने त हेरिदिउँ टक्कै के छ र आफ्नो मान्छेले त कि त्यो नगर यो गर भने कस्तो सोचेर उसको त हेरौँ न यत्रो मान्छे गरी हेरौँ न खोलेर देखाउँ न अब फेरि किन चाहिँ देखाउनै पर्ने हो र भनेको त फेरि देखाउन सक्दैन भने किन देखाउँछु भनेको त नाटक बेसी गर्छ यी नानीहरू या देखाउन सक्दैन भने बोल्ने पनि होइन नि त हामीले पनि कहाँ हेर्न मन छ र मोबाइल लड्यो भयो मेरो कति हाँस्नु हो भन्नुभएको छ ठिक्क मलाई त यहाँबाट म त नेपालमा छु मलाई त केही थाहा हुन मलाई त छली त्यहाँ भएको लिएर दिदीलाई धरी छलेर हिँड्छ अरे भनेपछि दिदीको चाहिँ के दिदी के छल्या छ र दिदीको अहिले सेलरी आएको छ क्या महिनामा एकचोटि आउँछ सेलरी 4-5 दिन ढुक्क हो छोरा मान्छेको सेलरी जस्तै हो तपाईँ त बुझ्ने बेला भएको छैन तपाईँ अब सेलरीमा काम गरे भएको थाहा हुँदैन बुझ्ने गरी माया गर न पहिला है बुझ्ने गरी माया गर न पहिला बुझिहाल्छ नि अहिले ठुल्ठुलो बोल्नुपर्छ मलाई यो फेरि कान सुन्दैन थ्याङ्क यू सो मच मेरो दाइ वेलकम कानको जति कानको जाली छ नि यो कानको पल जति सबै फिलिपिनोले टालिसक्यो फेरि बन्द कानको पल चाहिँ कानको ध्यान जति आफ्नो ध्यान सबै फिलिपिनो मलाई यहाँ फिनिसमा बोलिरहेको हौ खुपा मेरै बनाउँछु भन्दा थियो त नि त्यो रक्सी अनि गिलास बनिरहेको गेम पढाउनै मिल्दैन त मैले ल के गरेको गेम पढाउनै मिलेन सेपरेटली यसको डबल च्यापिङ यत्रो जना हुनुहुन्छ ट्याप ट्याप गरिदिनु भएन भने चाहिँ म त कसम भनेको तपाईँहरूले भन्ने बेलामा टाइममा गर्दिनँ फेरि ट्रिपलमा प्ले गरौँ त ट्याप ट्याप पनि गरिदिनु ट्रिपलमा प्ले गरौँ मान्छे त राम्रो हो नि माया गरेको पस्दैन बिहोर कतिलो होइन खालि फिलिपिनो मात्र ताक्छ मुर्दा रोन्डो
गजब बेइज्जती कर रहे भाई हमारे इधर। सुने ना, मैं इधर से प्यार दे रही हूँ, तुमको समझ में नहीं आ रही है? कैसे बोलता भी? नहीं आजकल का लड़की का भी इतना प्यार नहीं सोचता है तुम्हारा लड़की। लड़की का नहीं, तुम्हारा भरोसा नहीं है। तुम जैसे नहीं लड़की का हमको भी लड़की का भरोसा नहीं है भाई। आजकल का लड़की प्यार में नहीं है, मेरे बात सुनो, गांठ में चलता है। मेरे बात सुनो। हाँ जी बोलिए बोलिए प्यार बोलिए। नहीं समझती तू। हमको नहीं चाहिए साला प्यार। ना नेपाली लड़की का प्यार नहीं समझते आप। वो विदेशी फिलिपिना का प्यार तो अच्छे होता है ना। हाँ वो भी अच्छा है, लड़की भी अच्छा। नेपाली लड़की भी नेपाली के लड़का का प्यार नहीं समझता है ना। इधर बहुत दूसरा जगह में तुमने मेरे को प्यार कब दिया तुमने मेरे लिए प्यार समझने नहीं के लिए। आप तो नेपाल में है ना। वो क्या है यो वार्निङ आयो, 2 चोटि आयो। रिपोर्ट हानी अब कक्कले रिपोर्ट ठोक्दैछ। लगाइ सर ट्याप गरौँ, रिपोर्ट सिपोर्ट पनि हान्दै गरौँ, नो प्रब्लम। बन्दा हुनेवाला त होइन मेरो। ट्याप चाहिँ गर्नु है जिन्दगीमा। तिम्रो आएको हो कि मेरोमा? तपाईकोमा हाते फुत्दै गयो त। जान्छ त्यो ऊ मात्रै हो कि बोला मात्रै हो। तपाईँले यताउति क्यामेरा नहलाउनु न भने यताउति किन यस्तो चलो क्यामेरा हलाए पनि थुतु नै त देखेको छैन। अहिले त छ नि क्यामेरा दायाँ बायाँ बङ्गाएर छ नि, यताउति गर्न पनि नपाउनु छ होइन। पछाडि फर्केर यसरी यस्तो हुन्छ कि त्यो फ्याट लाइभमा हेर्ने बेला भने पनि जान्छ अरे आइडी भनेपछि बुझ्नु। यहाँ यस्तो हुन्छ क्या, लाइभ हेर्न आउँछ नि साथीभाइको लागि त्यहाँ अप्सन दिया हुन्छ कि रिपोर्ट भनेर। त्यहाँ ठ्याक्कै रिपोर्ट गऱ्यो भने यस्तो हुन्छ, अलिकति आउँछन् जान्छन्। यस ट्रिपलमा गाइस ट्याप ट्याप पनि गर्नु न। हिन्दीको कमाल त बबाल आयो त उता भन्नुभएको छ। हिन्दीको कमाल त बबाल आयो उता भन्नुभएको छ। हिन्दी फेरि बोल्नु रे। खराब भइसक्यो यार मेरो कसम से भने दिमाग खराब पान परेको। वो त छिमेकीले डिस्टर्ब भएको छ भने सुत्ता हुन्छ। छिमेकी त्यहाँ गरेर न नि कहाँ यो अरे कत्तरी भने फेरि मैले। तिमी त खतरा एक्सपिरियन्स मान्छे रहेछ। यता छ नि त कहाँ कति कोही तर हुन्छ मुस्किल बोलेको मैले थाहा पाएँ, खबरमा पाएँ मतलब ब्रेक नै पढाउँछु। यो पटकेरी के घर कहाँ रहेछ भन्नुभएको छ। यो पटकेरीको घर कहाँ हो रे? पड्किने मान्छेको घर। हजुरको घर? मेरो घर ललितपुर। म त सम्झाउँदा पागल हुँदै। घर ललितपुर कि माइता? माइती ललितपुर, घर उदयपुर। घरै ललितपुर रै हो र? माइता ललितपुर कहाँ हो? कोही त साथी रिसाइसक्यो सुता। ती साथी बुढासँग बोयफ्रेन्डसँग रिसा हो कि तिमीसँग? हुन त नेपालमा 2 बज्न लागिसक्यो होला, डेट बज्न लाग्यो। गोर्खा होइन, गोर्खा त मेरो मामा घर। गोर्खा होइन, गोर्खा त मेरो मामा घर हो। तिमी हो भने म सबै थाहा छ, डेट मात्रै हो मैले। तिमी हिजो अस्ति एकजनाले गोर्खा भन्दै थियो, अर्को एकजना केटा छ पातल केटा, कपाल अलिअलि पालेको, उसलाई तिमीले धादिङ भन्छ, मलाई तिमीले ललितपुर भन्छ।
एक्सक्युज मी मैले कहिले दार्जिलिङ Yes, भनेको please. Yes, I know English. Yes, लिसन please. लिसन मेरो कुरा सुन्ने पहिले यहाँ मैले कहिले धादिङ भने मैले कहिले गोर्खा भने मेरो घर ललितपुर हो गोर्खा मेरो मामा घर हो Okay. मेरो माइती ललितपुर हो मेरो घर उदयपुर हो त्यो घर त बिस्तारै बनाउँला कि माइत चाहिँ कहाँ हो ओरिजिनल माइत चाहिँ कहाँ हो त फ्ल्याट जन्मेको चाहिँ ललितपुर कहाँ गुन्द्रुक खाँदै जस्तो खान्छु नि फेरि ललितपुर कन्जुसम गुन्द्रुक खाँच्ने हो कसरी खाँच्ने त फेरि हामीलाई पनि थाहा छ मैले के खाँच्ला मैले खान्छु कसले खाँच्छ भन्ने कुरो त राम्रोसँग थाहा छ होला नि लडायो फेरि मोबाइल लडाएर हेलो तँ भिलास तल्लो घरे साली नानी झ्याकुला मात्र देखाएछ अनुहार पनि देखाउ न ए ह्याकुला जस्तो राँगो ह्याकुला जस्तो देखे त घुँडा पो रहेछ यार हामी त पहिला खत्रै जमानी बसेर हिँड्ने मान्छे हो क्या हेलो आले लाफा कुलापट्टि हो उता नटाङ बोल्दैन यो हानेर गयो हो क्या हो लगाइ छ सबैजनाले ल्यापटप गर्नु होला जिन्दगीको रटमा लगभगको 11:12 गएको छ दुबईमा चाहिँ अब चाहिँ लास्ट हो सुत्न पर्छ हाम्रो माथिबाट आउने फुलहरूलाई सबजना टिप्ने फलो गर्ने गर्नु होला होम आप्पाको के भन्ने छ होम आप्पा के ये कुन कितना लंबा नाम है भाई आपका सबै खाएछ ओम गुरुङ दाई फलो भर्खर गरेको छु सरी माथिबाट आउने फुलहरूले सबजनाले तिरपलमा बाघ हान्न त केटा हो हेलो क्या खा रहे जी आप चटपटे देखाओ देखाओ चटपटे खाएको त्यो त बहिनी के रे थापा भन्नु भएन आले मगर ए आले लाफा त खाना नपाएर पो कराएको रहेछ चटपट ल्याएपछि चुपचाप बसेको छ चटपट ल्याइदिएपछि त चुपचाप मजाले खाइरहेछ त अघि त कराएकै थियो त थैंक यू फॉर आप भी मेरे पास आ जाओ मैं तुमको भी चटपटे खिलाऊंगी दे दो मुश्किल नहीं बाहर से बना के दे दूंगी ओके दे दो किधर से भी बना के दे दो आप लोग का तो बड़ा है दिल बड़ा नहीं है मेरा हाथ है ना सबसे पहले तो दिल होना चाहिए देने के लिए वो दिल बड़ा होगा तो दिल बड़ा है मेरे पास दिल बड़ा है तुमको बहुत दिल दिया है मैंने तुमको समझ में नहीं आ रहे है अब तो ये समझ में नहीं आ रहे तो कब किस चीज का दिल चाहिए आपको अब तो मेरे को कुछ नहीं चाहिए मेरे को कुछ भी नहीं चाहिए बस कभी कभी आप आ जाओ मुश्किल नहीं फेरि एकदम गमका गम जुठो न मत हालो
तपाईँ के भन्नुभएको छ तपाईँलाई भेट्न मिल्छ दुबईमा भन्नु अप्पोइ म राजा हो र यार भेट्नै नमिल्ने आउनु न कहाँ आउने म आफै आउँछु कहाँनिर हो भन्नु त लोकेसन भन्नु त लोकेसन पठाउनु म सर आफै आउँछु भेट्नलाई अब भेट्न मिल्छ मिल्दैन राजा हो र यार दाजुभाइ दाजुभाइ दिदीले नसक्यो कुरा मैले गरेँ दिदी तपाईँ के पनि नभन्नु सबै मैले गर्छु कहीँ जाने दिन्न मैले मैले त छोडिदिए सोच म यिनीहरूको कति मिलेको सुस्मुले दिदीले सकिन नि त म छु नि त ह्यान्डल गर्ने त्यहाँ दाइराम भयो भयो कि त्यो कसलाई भेट्न जाने भनेको तिमी पनि 2 दिनमा तिमी पनि आत्तिने हो म मान्छे डेन्जर छ क्या सक्दैन कसैले पहिलाको बुढीले नसकेर पहिला गए हो आफै पोल खोल्यो भाइ अब तिमी सक्छु भनेर आयो भने त तिमी झन् हार खान्छ म त हरामी छु क्या हाँसेको हेर न